हामी चाहिँ दुई ढुङ्गा बीचको तरुल रहेनौँ। हामी दुई ढुङ्गा बीचको बममा परिणत हुँदैछौँ होइन। त्यसको अर्थ हिमालयको उत्तर र दक्षिण अथवा पूर्व र पश्चिमको राजनीतिक भूगोलको जुन धर्सोर हुन्छ नि त्यो बदलिन सक्छ। अनि राम्रो पक्ष भन्छु म, त्यसपछि कम्युनिस्ट पार्टीहरूले हँसी हथौडा छोड्न बाध्य हुन्छन्, किनभने ट्रेड युनियनिजम नै रहँदैन है, रहँदैन। मार्क्स लेनिन एङ्गेल्सको तस्विरहरू झ्यालझ्यालबाट फाल्न सक्छन्, स्टालिनको तस्विरहरू है। माओको तस्विर नफालिहाल्लान्, पिपलको रुखमुनि लगेर राखिदिएलान्। पिपलको रुखमा त राति 12 बजे पनि दिउँसो 12 बजे पनि भूत बस्छ भन्छन् नि होइन। त्यस कारण कम्युनिस्ट पार्टीहरूको चेन्ज हुन सक्छ है। अनि समाजवादी भन्ने शब्द पनि लिएर छोड्छन्। आखिर मोरियार्टीको बेलामा मार्क्स लेनिनको तस्विर माधव नेपालले हटाएको बल्बको अफिसबाट। कम्युनिस्ट पार्टी त वास्तवमा 130वटा पुग्यो होला पुष्पलाल पछि फ्याक्सन धेरै भएर, तर तिनीहरू सबै मरिसके जुन दिन तिनीहरू विस्तारवाद भन्ने शब्द त्यागे सबै कम्युनिस्ट पार्टीले है। ट्रेड युनियनको भरमा बाँचिरहेका छन्।